गङ्गा भण्डारी लाइफ डेन्टल क्लिनिक। दाँत दुखेर आफ्नो डेली एक्टिभिटिजहरुमा केही असर परेको त छैन? यदि छ भने म आज दाँतमा कस्तो भयो भने दाँतलाई कस्तो सिमेन्ट बढ्ने अनि कस्तो दुखाइ भयो भने दाँतलाई कस्तो ट्रिटमेन्ट गर्ने बारेमा हजुरहरूलाई भन्दैछु। इनामेल त्यो भित्रको भागलाई डेन्टिन अनि त्यो पछि चाहिँ पल्प हुन्छ। जब पल्प टच हुन्छ हजुरको दाँतलाई तातो चिसो लाग्ने, दुख्ने, एकदमै गाह्रो हुने, सुनिने त्यस्तो हुन थाल्छ। त्यस्तो उपचार गर्नको लागि हामीले के गर्न सकिन्छ भने चाहिँ यो दाँतलाई चाहिँ जरैबाट उपचार गरेर हामीले नक्कली नसा भरेर दाँतलाई भर्न सकिन्छ। यदि भरिसकेपछि चाहिँ हजुरले यो दाँतमा तातो चिसो नलाग्ने, हजुरलाई खान सजिलो हुने यो सबै सोलुसन सल्भ हुन्छ। फोटोमा देखाइएको जस्तो हजुरको दाँत पनि यसरी किराले खाइरहेको छ भने रुट क्यानल ट्रिटमेन्ट जस्तो पिक्चरमा देखाएको छ त्यसरी नै उपचार गरेर हजुरको दाँतलाई तातो चिसो नलाग्ने बनाउन सकिन्छ। यस्तो सोलुसनको लागि फर मोर डिटेल्स एन्ड फर मोर ट्रिटमेन्ट यु क्यान भिजिट लाइफ डेन्टल क्लिनिक पोखरा। थ्याङ्क यू।